आज चाहिँ हामी पुरी खाइन्छ है। अनि यो त के जस्तो भएको छ, कुन म्याप जस्तो भएको छ। बनाउने मान्छे चाहिँ उही हुनुहुन्छ। तेल खरिँदैछ। पुरीसँग खाने चटनी अघि पाकिसकेको छ। चैया हुन्छ। ल हे आज त पुरी झन् पानीपुरी भन्छ। खर्यो भने अहिले फेरि उयो हुन्छ क्या, ढिलै हुन्छ। तेल नतातेर फुल्लेन होला, अब एकछिन तातेको फुलिन्छ अर्को। बेल्नु नै बेल्नु, गोलो गोलो बनाउँदैछ है हल्का। कति वर्षमा बेलेको? अनि यो चाहिँ यसो हेर्दा त्यो के अरे यस्तो क्या हो, कुकुरको यस्तो नक्सा भएको बनाउँछ नि, टाउको यस्तो अर्स देखियो। तेल अलिक नताल। अनि यता त लप्साइन हुँदैछ त। ए एप्पल लप्साइन जस्तै भयो। पुरी पुरी बेलेको पसिना पनि निस्किन्छ। अब नेक्स्ट टाइम जानु खानु होला हौ पुरी त। कस्तो हाँस्यो। अब यो ट्राई गरौँ है, फुलिन्छ कि हुन्छ है। तेलै मजाले नतात्यो रहेछ। अलिक तेल पो नतातेको के भएको यो। ल हौ यस्तो भयो त हौ। यत्रो फुलेको देखाउँछ त हौ यसमा त। खै यस्तो भयो, यत्रो त फुल्ला देखाउँछ त अर्कोमा। फुल्यो फुल्यो फुल्यो, तर के खालको फुल्यो। यो चाहिँ भयो फुल्यो। यस्तरी फुलिनु पर्यो। तेल उयो भएर रहेछ क्या। गोलो चाहिँ छैन, तर पनि ठिकै छ। गोलो होस् कि बाङ्गो काचक कुचुक पारेर मुखमा लाउने। मुखमा लगायो खायो। यता रागाको सिकुटी र के हो टुक्रुके हौ। यता ढिँडो छ। यो चाहिँ मैले बेलेको है।